हेलो साथीहरू सबैलाई नमस्कार। स्वागत छ मेरो नयाँ भ्लगमा। म चाहिँ आज गहुँको पिठोको माडा पकाउँदैछु साथीहरू। सबैजनाले मेरो भिडियो मार्फत हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला, माया दिनु होला। मेरो चाहिँ आज यो फर्स्ट भ्लग हो साथीहरू। आज चाहिँ दिउँसोको खाना सिद्धिएको थियो। छोराछोरीलाई स्कुलबाट आउँदा केही पनि छैन, त्यही भएर म चाहिँ अहिले गहुँको पिठोको माडा पकाउँदैछु। ल हेर्नुहोस् है गाइज, छोरी र म मिलेर पकाउँदैछु गाइज। यो चाहिँ मेरो छोरी, अब दुइटै मिलेर पकाउँछु, हजुरहरूलाई देखाउँछु है गाइज। म पकाउनु सुरु गर्दैछु। यो चाहिँ गहुँको पिठो, गहुँको पिठोलाई चालेर अब यहाँ म मसला हाल्दैछु। पिसेको मसला हो है, सिलौटामा। अरू चाहिँ मसलामा भइसक्यो है सबै, यति हाल्नु हुन्छ। एकदम मिक्स गरेर यहाँ पानी हाल्नुहुन्छ। रोक दबाएको पानी गरेर ग्राइन्ड गऱ्यो यसरी। यो मसला सबै हालिसकेँ मैले, नुन हल्दी मसलाहरू पिसेको त्यसमा सबै थोक हालेँ। हाल्नु पऱ्यो। यतिकै ठिक छ शीर्ष। थोड़ा अझ पानी हाल्छु नि हजुर, थोड़ा के हुन्छ होला। भयो। भइसक्यो नि। रोको गाइज, भित्र धेरै गर्मी छ गाइज, त्यही भएर बाहिर पकाउन आएको छु आगोमा। तराईको गर्मी यस्तो गर्मी छ, अलि बाहिरतिर शीतल हुन्छ कि भनेर पकाउन लागेको। यसमा घिउ छ, पहिलो भइहाल्छ नि। कति धेरै कस्तो राम्रो देखिहाल्छ। घिउ लाउनु पर्यो पहिला। पहिला चाहिँ यसरी घिउ लाउने साथीहरू। यसरी घिउ लाएर यसमा आगोमा राख्ने। अनि यसलाई तातिसक्यो नि, यसरी हाल्छ। तातेकै छैन। हावा लाग्यो कि, हावा बाहिरनिर धेरै हावा आउनु लाग्छ। भित्र पकाउँ भने गर्मी छ, यहाँनिर हावा लाग्न लाग्यो। फर्स्टको त यस्तो भयो,
ठुलो होइन कस्तोको बिग्रिन्छ क्या हो चिरियो त चिरिसा आगो धेरै भयो त्यहाँ अहिले पनि बिग्रिन्छ क्या अहिले पनि बिचमा पातलो भएन र कस्तो पाक्छ गर्मीले मऱ्यो घाम यहाँ त सिस्ला यहाँ त लास्टको कत्रो भयो यता हजुर गाइज साथीहरू मैले चाहिँ माडा पकाइसकेँ यस्तो भयो हाम्रो माडा ल हेर्नुहोस् त यसरी गहुँको पिठोको माडा बनाएँ यसरी छोराछोरी खान लाग्छन् आऊ छोरो आऊ खानालाई उतिखेर भोक लाग्यो भने आइन भोक लाग्यो भनेर मैले हतार हतारमा यसरी कति राम्रोसँग कति राम्रो भएछ रोटी कस्तो भयो शीर्षा कुरुम कुरुम छ सारांश कस्तो भएछ बाबा मिठो भएछ गाइस यसरी मैले बनाइसकेँ भित्र यति गर्मी छ नि गाइस टिनको छ नि त भान्सा त्यही भएर धेरै गर्मी छ यता बाहिर आगोमा बनाएको आगोमा पनि गर्मी नै भयो अलिकति हावा आउँछ र बाहिर त्यही भएर अलि यहाँ यो भान्सामा भन्दा अलि बाहिरतिर सजिलो हुन्छ कि त्यही भएर बाहिर आगोमा पकाएको अब यी छोराछोरी खान थाले अनि एकछिनमा म पनि खान्छु